नमस्ते। अस्ति पूर्व मुख्य सचिवले एउटा भनाई अभिव्यक्ति दिनुभयो कि नेपालमा उद्योग सञ्चालन गर्नको लागि 3 तहमा हाजिर हुनुपर्छ, अप्ठ्यारो छ भनेर। रिटायर्ड भइसकेपछि, पदबाट सेवानिवृत्त भइसकेपछि उहाँले त्यो अभिव्यक्ति दिनुभयो। नेपालमा चाहिँ किन यस्तो हुन्छ होला? मुख्य महत्त्वपूर्ण पदमा रहेका मानिसहरूले पदबाट निस्किसकेपछि मात्रै यस्तो ज्ञानका कुराहरू थाहा पाउने कि पदमा रहन्जेलसम्म किन थाहा हुँदैन? केले रोक्छ उहाँहरूलाई? पदबाट निस्किने बित्तिकै उहाँको ज्ञानको ज्योति कसरी बल्छ? सायद पदबाट निस्किएपछि ज्ञानको ज्योति बल्ने भएर हो कि उहाँहरूले हामीलाई कुलिङ पिरियड अब चाहिँदैन, होइन? हामी सेवा रिटायर भइसकेपछि सिधै अर्को जागिरमा जान पाउनुपर्छ भनेर आन्दोलन गर्नुभएको सिंहदरबारभित्र सायद यस्तै भएर होला। उहाँहरूमा भएको त्यो अथाह ज्ञान चाहिँ नखुम्चियोस् भनेर, यो समाजले पाओस् भनेर। सकारात्मक भएर हेर्दा त्यस्तो हो कि जस्तो लाग्छ। यो ब्युरोक्रेटको हकमा मात्रै लागु हुँदैन, सरकारमा रहन्जेलसम्म नेताहरूलाई केही पनि थाहा हुँदैन। मन्त्री पदमा रहन्जेलसम्म चाहिँ यसो उसो भन्नुहुन्छ। पद फुत्किने बित्तिकै यसो गर्नु पर्थ्यो, यसो भएन, यसो किन गरेको फलानुले भनेर प्रश्न उत्तरको श्रृङ्खला चलाइराख्नुहुन्छ। पदमा रहँदा केही पनि थाहा नहुने, पद गएको भोलिपल्टै सबै थाहा हुने, यो कस्तो खालको ज्ञान हो? यस्तो ज्ञान कुन विश्वविद्यालयमा पाइन्छ होला, होइन? मलाई अचम्म लाग्छ कि पदमा रहन्जेलसम्म तपाईँले जिम्मेवारी बोध नगर्ने अनि पदमा गएपछि जिम्मेवारी बोध गर्ने, यसले त केही पनि रिजल्ट दिँदैन नि त। तपाईँ जति बेला तपाईँका एक्सन महत्त्वपूर्ण हुन्थे, जति बेला तपाईँ निर्णय गर्न सक्नुहुन्थ्यो, तपाईँको एक आदेशका भरमा सुशासनका लागि प्रयास गर्न सकिन्थ्यो, त्यति बेला तपाईँलाई थाहा हुँदैन। पद सकिएपछि तपाईँलाई एकाएक सबै थाहा हुन्छ। यो श्रृङ्खला एकदमै डरलाग्दो छ कि फेरि हाम्रो समाजले पनि त्यसलाई इन्डोर्स गर्छ। कति कार्यक्रमहरू हुन्छ है, अनि त्यहाँ पूर्व सरकारी कर्मचारीहरू आउनुहुन्छ, पूर्व मन्त्रीहरू आउनुहुन्छ, होइन? अनि उहाँहरूले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर ठुल्ठुलो भाषणहरू गर्नुहुन्छ। मलाई अचम्म लाग्छ पदमा रहँदा उहाँहरूले कस्तो प्रयास गर्नुभयो होला, प्रयास गर्नुभयो कि भएन होला। आदर्श सिकाउन त एकदम सजिलो छ नि, होइन? तर त्यसलाई कार्यान्वयन गर्न एकदमै कठिन छ कि। इट्स भेरी भेरी डिफिकल्ट टु प्र्याक्टिस बट इजी टु प्रिच भन्छ कि, भनिदिए पुग्यो, होइन? अनि हाम्रो समाजले फेरि भनाइलाई मात्रै फेरि वाहवाही गर्छ। तपाईँले के गर्नुभयो भनेर प्रश्न गर्दैन, भने भयो कि गर्नै परेन, मैले यसो गर्नुपर्छ उसो गर्नुपर्छ। अहिले तपाईँले जतिलाई पनि आइडल पानिरहनु भएको छ नि, ती मानिसहरू सबैले यसो गर्नुपर्छ उसो गर्नुपर्छ, यसो भएन उसो भएन मात्रै भनेका हुन् कि। मैले यसो गरेँ भनेको मानिस सुन्नु भएको छ? म यो गरेँ, मैले यो प्रयासहरू गरेँ, मेरा पालामा यी उपलब्धिहरू भए, त्यस कारणले गर्दा म यो समाज अलिकति भाइब्रेन्ट छ भनेर कुनै पनि नेताको भाषणमा सुन्नु भएको छ? यसो गर्नुपर्छ उसो गर्नुपर्छ, यसो हुनुपर्छ, यसो भएन उसो भएन भन्ने मात्रै छ। अनि हामी पनि त्यसलाई इन्डोर्स गर्छौँ, होइन? यो कुनै पनि नेताको 5 मिनटको भाषण सुन्नुहोस्, त्यहाँ उसले जीवनकालमा, हाम्रो नेता त फेरि एक्सिडेन्टल नेताहरू त धेरै हुनुहुन्न नि त, लामो समयदेखि राजनीति गरेको नेताहरूको बाहुल्य छ नि त हाम्रो समाजमा। तपाईँलाई म ठोकेरै भन्छु, 5 मिनट सुन्नुहोस्, त्यहाँ फलानुले यसो गर्यो उसो गर्यो यसो गर्यो भन्ने गाली, आरोप, कुण्ठा, रिस, वैमनस्यता मात्रै हुन्छ। हामीले यस्तो गऱ्यौँ, मेरो योजना यस्तो भयो, होइन? मेरो पालामा यति धेरै रोजगारी सृजना भयो, मैले यो सफलता अथवा भनौँ यो सानो प्रयास गरेको थिएँ, त्यो प्रयासले आज मूर्त रूप लिएको छ भनेर कोही कतै सुन्नु भएको छ? यो सम्पूर्ण नेपाली पोलिटिक्स नै गाली गलौज, आवेग, उत्तेजना, कुण्ठामा टिकेको छ। त्यस कारणले गर्दा हामी आज यहाँ छौँ। धन्यवाद।